वर्षमा कति दिन हुन्छ? 316 लोकल गाडी। कता जान लाग्यो रे बाबा हामी? स्याहारबासन लाग्यो। यहाँ भदै छ, यहाँ भाइ छ। आज कति रमाइलो रहेछ, मौसमहरू कति धेरै दामी रहेछ। अलि धेरै बादलहरू लागिरहेको रहेछ। यहाँ चाहिँ थोरै खाजा नास्ता खाएर अब आउँदैछ। के छ अब, ठिक छ? हजुर ठिक छ? एकदम रमाइलो छ। ल बवाल छ एकदम बवाल रमाइलो। आज झरी बनाउनको लागि ट्र्याक्टर लोकल हालेर ढेँडा हान्नको लागि हामी चाहिँ ठ्याक चेपाङ होमस्टे जाँदैछ स्याहारबासको। ओके, तपाईँ पनि आउनु सक्नुहुन्छ। ल ठिक छ बाबु। यस्तो दामी देखेको छु कि अहिले चाहिँ। गर्दास कतातिर हो? उता कता सो तालै देखिरहेको खुर्सानी। तालै देखेको रे बाबु? त्यहाँ क्याम्प ताल देखिरहेको थियो। र भने एकछिन है, म एकैछिनमा हेर्छु। बेस्ट बेस्ट पनि एकदम बेस्ट। हाम्रो यो बफेलो सुकुटी है, त्यसपछि गएर तिलक भाइ, त्यसपछि गएर सन्दीप बाबु, उता भलै बाबु। भाले पनि बन्दैछ च्याट्ट लगाएर। पानी परिरहेछ। आज माथि गाउँतिर पार्टी गर्न लागेको। मेरो भान्जा ज्वाइँ भाले काट्दैछन्। अन्डा पनि कत्रा ठुलो रहेछ हो। बाबु दुःखमन त माने छैन नि बाबु। अब राति राति आइयो, धेरै दुःख पाइयो अनि ल ल बाबु ल। यस्तो धेरै ठुलो पानी परेछ। बडाबाबुले सर्भिस गर्दैछ। सन्दीप ठिक छ बाबु? ल बाबु ल ल हस् ल ल हस् ल बाबु ल। सन्दीप के छ बाबु? सिलमै हो? खुट्टा टोकिरहेको ए ल ल बाबु ल। खुट्टा ल बाबु ल। बवाल एकदम बवाल खुट्टा खाएको भालेको सिटा पुऱ्याउँछ होइन। यहाँदेखिको मिटेकमा आयो रमाइलो गर्दैछ, बवाल रमाइलो भइरहेको छ। जान्छ एकदम सन्दीप मन दुखाएकै हो।
भाइले लुगा चेन्ज गर्नुपर्छ ढेँडो ढेँडो ल अब ढेँडो है ढेँडो 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 सेट लगाएर ढेँडा खानुपर्छ ल स्पेसल खै पर्दि कहाँ पुग्यो क्या लोकल गाँसे चितवन कालिका नगरपालिका अँ 7 हो कि कति 7 हो कि कति मलाई थाहा भएन तर उपार्जन गढी अँ भनेर चिनिन्छ अँ शेरबा चेपाङ होमस्टेमा बसेर अहिले हामी ढेँडो मासु लोकल भाइको मासु खाइरहेको छु अहँ 300 कति दिन भन्छ 20 दिन हो कि कति दिन हो कति दिन भयो ल भनेको ल म महिनापछि 300 कति दिन एक वर्षमा 300 हो कि 3 महिनामा 30 दिन भयो भने 90 दिन हुन्छ क्या ल ल ल ल ल सन्दीप भन त एक वर्षमा कति दिन हुन्छ 316 हो कि 300 त हो तर 307 कति दिन यहाँ सोल्टीलाई बताइदेऊ त नानी तिम्रो सोल्टीलाई यहाँ तिमीहरू पढ्या हो नि है एक वर्षमा कति दिन हुन्छ नानी यहाँ ब्रदरले सोधौँ न त ब्रदरलाई त थाहा छ नि बराबर पढ्या टोटल 365 हुन्छ हुन चाहिँ 365 दिन तेरिका बाबु मैले ठ्याक्कै थाहा भयो है ठ्याक्कै थाहा भयो है म कन्फ्युज भएँ कि तर मैले जोडेन है मेरो ध्यानै के थियो भने वर्षमा कति दिन कति सय कति दिन त्यो बस्ने